नमस्ते साझालो। आज हामी दुर्दी गाउँपालिका वडा नम्बर 2 पैसरो गाउँमा छौँ र आजको यो भिडियो पैसरो गाउँको लागि समर्पित हुनेछ। सो आउनुहोस् सँगै जाउँ पैसरो गाउँको। अस्ति टोपी आफै सुक्छ टकुल सुकिहाल्छ हो रुमाल फेरि मान्छे के भन्ला फेरि। ल हामी अहिले सल्लाहबोट डाँडा गाउँमा छौँ कोनासमा। अनि यहाँ चाहिँ हामी पैसरामा थियौँ तर त्यहाँनिर चाहिँ वाइफाई अलिकति समस्या भएको कारणले गर्दाखेरि माथि यता डाँडा गाउँमा आएको थियौँ। सल्लाहबोट डाँडा गाउँमा खास अर्को काम पनि थियो, सँगसँगै यहाँ वाइफाई पनि छ भन्ने जानकारी पाएपछि यहाँ आएका थियौँ। टक्क यहाँ एकदमै वेल म्यानेज तरिकाले बस्नु भएको रहेछ। सँगै बस्ने मात्र होइन, सँगसँगै गाउँमा अब बस्दाखेरि के गरेर बस्न सकिन्छ आदि इत्यादि कुराहरू एकदमै राम्रो लाग्यो मलाई चाहिँ। टक्क कुखुरा पनि राख्नु भएको रहेछ, करेसाबारी त भन्नै परेन होइन। अनि मेन चाहिँ यो करेसाबारीमा अब यो तरकारीहरू लगाएपछि फुलहरू हुन्छ, त्यसकै सदुपयोग गर्दै फेरि टक्क यहाँ एपिकल्चर माउरी पालन पनि गर्नुभएको रहेछ। यो झन् राम्रो लाग्यो है। अनि यहाँनिर मैले यसो हेरेको एउटा चिज देखेँ मैले, यहाँ ढिकी रहेछ गाइज है, बारी घरको पछाडि च्याटा लाएर। अनि यो ढिकी भन्ने कुरा चाहिँ खासै लोप भइसकेको छ नि त गाउँघरतिर, तर यहाँ चाहिँ पुरै खासै प्रयोगमा नल्याए पनि संरक्षण गरेर एकदमै हेर्नुहोस् त। यो जेस आफ्नो कला संस्कृति माया गरेर प्रयोगमा नआए पनि अहिले त अब बजारकै चामलहरू आउँछ, सँगसँगै गाउँमा पनि मिलहरू छ होइन। ढिकी खासै युज गर्दैन यहाँ पनि। यसो हेर्दाखेरि त्यस्तो युज गर्नको लागि भन्दा पनि हामीले यो चिजहरू चाहिँ राख्नुपर्छ संरक्षण गरेर भन्ने हिसाबले टक्क यो चाहिँ तपाईँको जाँतो हो जहाँ मकै पिनिन्छ होइन। टक्क लाएर यो चाहिँ ढिकी हेर्नुहोस् यस्तो मजाले बनाएर, ठ्याक्कै थाहा हुन्छ क्या यो आफ्नो कल्चर सेभ गर्नको लागि उहाँले राख्नुभएको भनेर। अनि हेर्नुहोस् यस्तो मजाले खुर्सानीहरूदेखि लगायत सबै जे होस् हुन्छ नि दैनिक जीवनमा प्रयोग हुने चिजहरू लगायत भन्न खोजेको आफूले गर्न सक्ने उब्जनी गर्ने चिजहरू पुरै लसुनहरू प्याजहरू है। टक्क जस ठिक छ, एकदम खुसी लाग्यो देख्दा चाहिँ। मेन चाहिँ यो कुरा देख्दा है, सँगसँगै अन्य पनि लकडा भर्खर यसो माथि सल्लाहबोट डाँडातिर अघि भन्थ्यो नि वाइफाई त्यो यसो गर्नु गएको ठिकै छ, तर खासै त्यस्तो धेरै त होइन। तर चिसो अलिकति पचेन यार। अस्ति उखारीमा अब है चिसो थियो, स्यान्डो र हाफ प्यान्ट लाएर बसियो, चिसो हावाले हानिरहेको हुन्छ नि त। हिजो सालमेमा आएर के खाएर भाइ त्यही एक बोतल पानीमा त्यो फ्रिजको पानी खाएको त हो नि होइन। त्यो फ्रिजको पानी रहेछ एक हानिदिएको त्यतिले आएर राति सुत्यो, बिहान त ल पुरै टन्सिल होला जस्तो, अहिले त टाउको दुख्ला जस्तो त्यहाँ काम गर्दा गर्दा। त्यही भएर हामी चाहिँ तल फेरि ब्याक टु पैसरा। अब आज खासै खै भयो भने यसो शान्तिले लिन्छ, नत्र आज रेस्ट गरेर भोलि पर्सि गर्दै फेरि निरन्तर रूपमा आज चाहिँ हाम्रो ब्रेक हो। हाम्रो अब पैसरा आएपछि ढुक्क हो हाम्रो मुखिया साहब हुनुहुन्छ यहाँ। र यहाँ तलबाट हामी यसो भ्यूहरू लिँदैछौँ। अनि यो भ्यूहरू लिँदै चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ पैसरा गाउँको खेतहरू चाहिँ तल यहाँ तल खोला छ, खोलासम्म नै छ खेतहरू होइन। अलिकति खोल्सा खोल्सीहरूमा त्यो भएको भएर खासै नदेखिँदो रहेछ। सो यहाँ तल आएर यसो हेर्दाखेरि हाम्रो एकजना यहाँ अङ्कलले चाहिँ दाइले चाहिँ यहाँ बुनिरहनु भएको रहेछ।
हजुर हजुर यहाँ बुनिरहनु भएको रहेछ म 2-3 दिन गच्छु खिचिम हौ ठ्याक्क यहाँ ठ्याक्कै एकदमै यहाँ डोको बुनिरहनु भएको रहेछ यस्तो कुराहरू आजकल गाउँमा खासै पाइँदैन होइन त्यही मौका छोपेर मैले यहाँ ठ्याक्क भिडियो लिइहालेँ हजुर सन्चै हुनुहुन्छ दाइ हजुर हजुर त्यही त म त्यही हामी यसो भिडियो खिचेर लिइरहेको थिएँ यसो भिडियो खिच्दै हिँडिरहेको थिएँ त्यही भएर तपाईँको यो पनि ए तम त्यही भएर अब घरहरू खाली नै छन् करिब करिब है जे होस् हाम्रो दाइ हाम्रो के अरे नवराजको घर चाहिँ कहाँनिर हो र अलिकति माथि चाहिँ हो हजुर 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 त्यही त ट्याक्क मकै गाउँघरको सुन्दरता यही हो फेरि ट्याक्क मकै मजाले मेरो अहिले 63 भयो 63 गाउँको अवस्था हेरेर एउटा भनौँ न 63 वर्षको उमेरको मान्छे नै युवा भएर बस्नु त्यही हो अब तपाईँ हेर्दा पनि युवा नै हुनुहुन्छ एउटा उमेर त वृद्ध भइसक्यो हजुर हजुर तर मेरो मनमा चाहिँ अझै उमेरै छ जस्तो लाग्छ कि आँट लाग्छ कि मलाई विचारले सोचले अझै पनि हामी युवा नै छौँ युवा नै छु आफ्नो विचारले है तर उमेरले त बुढो मान्छे पुग्यो विचारले नै युवा हुनुपर्छ उमेर भन्ने कुरा त रोकेर नि रोकिँदैन जाने कुराहरू होइन अनि यो सबै त्यो गर्दै जाँदा यसरी हेर्दै जाँदाखेरि अब जस्तै टोल सुधार समितिको अध्यक्ष भएपछि त अब मतलब अलिकति तपाईँलाई कुनै बेला केही सामाजिक कार्यहरू गर्दाखेरि युवाहरूको आवश्यकता हुन्छ नि त हुन्छ ओहो केटाहरू भइदिएको भयो त यो काम त मैले यसरी गर्न सक्ने भन्ने खालको अहिले फेरि त्यो हिसाबले युवाहरू त छैन यो एकदम राम्रो कुरो यो कुरामा तपाईँलाई कस्तो हुन्छ युवाहरू नहुने कुरामा युवा भएको र युवा नभए धेरै फरक छ धेरै फरक छ तपाईँको अब अहिले युवा भने युवाकै भयो हामीलाई भनौँ न एउटा बुढो अवस्था भयो त्यो गर्नै पर्ने बाध्यता भएर गरिरहेको मात्रै भयो त युवाले छोड्नु पर्ने हो हामीले हजुर त्यो युवाहरू अहिले गाउँमा नदेख्दा अलिकति जनशक्ति युवा शक्तिको अभाव हुँदा तपाईँलाई कामहरूमा अलिकति अवरोध पनि भन्नाले अभाव हुन्छ नि त हुन्छ होइन यो राम्रो कुरो कस्तो लाग्छ त्यो युवाहरू नहुँदा यसो कि युवाहरू हुँदाखेरि यहाँ कामहरू अनि हाम्रो गाउँको केही अब सामाजिक सेवाहरू हुन्छ नि हजुर हजुर त्यसको चाहिँ धेरै समस्या भयो भाइ समस्या भयो अब यहाँ गाउँमा विकास आउँछ होइन केही बेला आउँछ केटाहरू ल्याउन भने पनि केटाहरू छैन अब उनीहरू पहिला हुँदाखेरि उनीहरू के गर्थ्यो भने ल हामी बस्नु अध्यक्ष भनेर उनीहरू त युवाको ऊ हो जोस हो होइन अब हाम्रो त जोस पनि गयो के पनि हजुर विचार दिने हो अन्त यसो गर्ने है उसो गर्ने है भनेपछि उनीहरू पनि रमाउँथ्यो अहिले त्यो उनीहरू पनि नभएको खण्डमा कति काम त आफूले फेरि त्यो विचार मात्रै होइन कि आफै खटेर पनि अब यो उमेरमा फेरि एउटा शारीरिक बल पनि प्रयोग गर्नु गरिरहेछ एउटा भनौँ न उनीहरू भए त यो कष्ट त दुःख त नहुन्थ्यो होला भाइ होइन अब युवाहरू नभएपछि धेरै दुःख हुँदो रहेछ क्या आफूलाई अब छैन कोही भइदिएको भए कति कामहरू बन्थ्यो कति हङ्कर आउँथ्यो केटाहरू भए अब छैन युवाहरू नभएपछि त हामीलाई अलिकति दुःख भयो कि भाइ तपाईँको तै पनि दुःख भए पनि मनलाई आँटेर गरिरहेको छ कि त्यो विकासहरू बाध्यता गर्नु बाटो साटो जस्तै भए पनि हामीले अब गरिरहेको छ यहाँ मान्छेको कम छ अहिले किनभने केटाहरू छैन जहीँ पनि थाहा भइसक्यो मतलब अहिले उहाँ 63 वर्षको हुनुहुन्छ होइन हुन त अब हेर्दा पनि उहाँ युवा भनौँ न जोस जाँगर त्यस्तै छ सँगसँगै उहाँको सोच अब तपाईँहरूलाई थाहा भइसक्यो एकदमै युवाको सोच छ उहाँको होइन र भन्न खोजेको के भने एउटा 63 वर्षको उमेरको मान्छे पनि अहिले आएर युवा शक्तिको जनशक्तिको अभावको कारणले गर्दाखेरि अब बाध्यताले गर्नै पर्ने म यो युवा भनौँ न गर्नै पर्ने खालको यसरी किनभने युवाहरू गाउँतिर भइदिएको भए त हामी उहाँहरूले एउटा आफ्नो अनुभवहरू सेयर गर्नुहुन्थ्यो विचारहरू प्रदान गर्नुहुन्थ्यो होइन एउटा गाइडेन्स दिनुहुन्थ्यो बाँकी कामहरू त युवाहरूले गर्थे होइन तर नभएपछि यो भन्न खोजेको कारण चाहिँ युवा जनशक्तिको अभावले गाउँघरमा कतिको प्रभाव पारेको छ कतिको असर पारेको छ भन्ने कुरा चाहिँ यहाँनिर छर्लङ्ग भइसकेको छ है त र यति भन्दै हजुरको नाम अघि तपाईँले भन्नुभएन नाम भन्नुहोस् त मेरो खडकबहादुर गुरुङ जस अब हामी फेरि अब गुरुङहरूको त्यो राम्रो पक्ष पनि हो फेरि साइनोले नै दाई पर्छ उहाँ त्यही भएर मैले दाई भनेर मात्रै सम्बोधन गरेँ हाम्रो खडक दाई हुनुहुन्छ फैसोराको अहिले
टोल सुधार समितिको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ र पदै नभए पनि उहाँ चाहिँ एउटा निरन्तर रूपमा गाउँ बसेपछि एउटा समाजसेवाको कामहरू चाहिँ पहिल्यैदेखि गरिरहेको छ अझै पनि हजुर उहाँको जोस जाँगर हेर्दाखेरि उहाँको हुन्छ नि जब अझै पनि तपाईँको शारीरिक रूप मानसिक रूपले अझै पनि तपाईँ तन्दुरुस्त अझै तन्दुरुस्त छ भाइ अझै पनि रहनुहोस् धेरै रहनुहोस् ताकि यो गाउँलाई तपाईँको आवश्यकता छ म पार्टीबाट पनि जान्छु बस्छु उनीहरूले भन्छ ठिक छ तपाईँ अब बुढो अवस्था भयो भने तपाईँ चाहिँ यो युवाको यो आँट गर्दै हिँड्छ भन्छ ल हामी भर्खर भैसोरामा ट्याक्क लन्च गऱ्यौँ मतलब हामी आउनु चाहिँ अस्ति आएको हो कि र हिजो मजाले रेस्ट गऱ्यो हामी आज चाहिँ यसो हल्का खिचाउन त भनेर बिहानदेखि सर हिँडिरहेको छौँ अब गाउँ नर्मल्ली सानो नै छ त्यही भएर यस्तो धेरै खिच्ने कुराहरू पनि छैन होला भएको जति जे होस् हामीले खिचिरहेछौँ खिचिहाल्छौँ होइन देखिहाल्नुहुन्छ घाम चर्को छ यार घाम चर्को छ त्यही माथि भर्खर खाना खाएको आज अलिकति छिटो खायो खाना है सन्दीप आज हल्का खाना किनकि काम छ हाम्रो त्यही भएर खाना हल्का छिटो हानियो अब चाहिँ हामी यही सल्लाहबोटको डाँडा गाउँ जहाँ चाहिँ अब हाम्रो फैसोरा सल्लाहबोटको संयुक्त आयोजनामा निर्माण भएको पछि पूर्वी लमजुङकै ठुलो गुम्बा जुन चाहिँ अहिले फिनिसिङ चाहिँ छैन होइन जस अलमोस्ट त्यो स्ट्रक्चर चाहिँ बनिसकेको छ त्यहाँनिर जान्छौँ हेर्छौँ बिहान द सिन धेरै कुराहरू हेर्छौँ त्यहाँ गर्छौँ तर केही कुराहरू चाहिँ हामी एकजना काका मार्फत तपाईँहरूलाई जानकारी पनि गराउँछौँ ल अहिले हामी यता भैसरो गाउँको एकजना अग्रज बाजेनिर जाँदैछौँ ताकि उहाँसँग भैसरो गाउँको बारेमा केही जानकारी लिन सकौँ बाजे सायद घरमै हुनुहुन्छ होला उहाँलाई जानकारी त गराएका थियौँ हामीले बाजु तिमी हो हजुर ल हामी आयौँ अब एकछिन बसौँ है बाजु है नमस्ते बाथेबा नमस्ते हजुर म तपाईँलाई यो भैसरो गाउँको बारेमा थोरै जानकारी ऐतिहासिक जानकारीहरू लिने कोसिस गर्दैछु थोरै त्यो मिलाएर भनिदिनु होला है त यो हाम्रो भैसोरा गाउँ चाहिँ यो नाम चाहिँ कसरी रहन गयो यो भैसोरा गाउँ चाहिँ नाम चाहिँ खास के बाढी उ गरेको डाँडा गाउँ बाढी भैसरामा आयो हजुर हजुर उहाँदेखि यहाँको नाम चाहिँ अब यो भैसरा भन्ने नाम एउटा रुखको नामहरू थियो अरे के एउटा भैसरा भन्ने हजुर हजुर त्यो नामबाडी भैसरा नाम रहेको रहे त्यो रुखको नाम नै भैसरा थियो अरे के त्यो भैसरा भन्दै जस भैसरा नै राम रहनु हजुर हजुर त्यसपछि त्यही त यो गाउँमा हामी लामा लामी छाने के कति छन् कुन चाहिँ बढी धेरै यो गाउँमा हामी लामै मात्रै छ लामाको एउटै खलक मात्रै हो एउटै खलक उहाँको भनाइलाई सारांशमा भन्नुपर्दा कास्कीको सिक्लेसबाट लमजुङको टङ्गी लामा गाउँ हुँदै बार्थरको टक्सा डाँडामा आएर उहाँको पुर्खाहरू बस्नुभएको रहेछ टक्सा डाँडामा केही समय बसोबास गरेपछि मन्जाङको मौलाकोट आइपुग्नु भएको रहेछ मौलाकोट आइपुग्नुभएका जेठा वासुदेव मन्जाङमै बसेछन् भने कान्छा रामदेव सल्लाबोटको डाँडामा आएर बसोबास गरेछन् सल्लाबोटको डाँडा गाउँमा आएर बसेका कान्छा रामदेवका 4 पुस्तासम्म एकै सन्तान भएछन् भने 4 पुस्तामा आएर रणसिंहका 4 सन्तान भएछन् 4 सन्तान मध्ये माइला चाहिँ डाँडा गाउँमै बसेछन् जेठा सल्लाबोट झरेछन् भने कान्छा चाहिँ फैसोरा आइपुगेछन् र साइला काठमाडौँमै जागिर खाने क्रममा बितेछन् एउटा चाहिँ साइला चाहिँ उहाँ काठमाडौँमा जागिर गर्थे अरे उही बित्नु भयो अरे ओके 4 भाइमा एउटा सल्लाबोट तल्लो गाउँ एउटा डाँडा गाउँ एउटा भैसोरा एउटा चाहिँ काठमाडौँमै उतै बित्यो हजुर हजुर ओके ऊ बितेछ अरे त्यो बितेको चाहिँ उहाँबाट चिन्नु पठाइदिएछ अरे टुबी पठाइदिएछ अरे त्यो टुबीको सदमा चाहिँ यहाँ सदी गयो अरे उसको श्रीमती टोपी पठाइदिएपछि बित्यो है अब भन्ने जानकारी भयो त्यो बेलाको चलन भनौँ न हजुर हजुर टुबी पठाइदिएछ अरे त्यो टुबीको आधारमा चाहिँ यहाँ सदी गयो अरे क्या यो डाँडामा हजुर हजुर सदी गयो अरे त्यहाँबाट त्यसको यो डाँडामा चाहिँ दमाईहरू चाहिँ खोज्दा पाएन अरे सदी जाने बेलामा खोज्दाखेरि पाएन अरे नपाउँदाखेरि त्यो सदी जाने आमाले चाहिँ श्राप दिएछ अरे
यो डाँडामा दमै चाहिँ नरहोस् हुनै नहोस् भन्ने त्यसमा सराब दिएछ अरे त्यहाँबाट ऊ सदियो अरे सदी जाने बेलामा चाहिँ हल्लाखल्ला गर्नुपर्ने बाजागाजा बजाएर जान्थ्यो अरे क्या त्यस्तो गर्नुपर्थ्यो अरे ताकि त्यो सतीमा पोलेको मान्छेको आवाज नसुनियोस् भनेर हजुर हजुर त्यो किम्बदन्ती सुनेको थिएँ मैले भनेपछि यो भेगमा दमाईहरू छैन त अहिले छैन ओहो है कहिले कहिले आउँछ दिनु एक साल 2 साल टेक्छ त्यहाँ गइहाल्छ हराउँछ त्यही श्रापै भनौँ त्यही श्रापै लागेको जस्तो ठिक छ त्यसो अनि तपाईँहरू अहिले जुन बसिरहनु भएको छ तपाईँहरूको भनौँ न पुस्ता यो चाहिँ त्यो बेलादेखि गन्दै आउँदाखेरि कुन चाहिँ पुस्ता पर्नुभयो तपाईँहरू चाहिँ अहिले यहाँ हजुर अहिले यहाँ यसको यो ठाउँको हजुर हजुर छोरासम्म त 12 पुस्ता पुगेछ ए भनेपछि तपाईँहरू 10औँ भनौँ अब 11 भनौँ अनि उसको छोराहरू 12 भनौँ 12औँ पुस्ता 12औँ पुस्तामा छ अहिले है यहाँदेखि यहाँ रणसिंहसम्म भयो नि होइन रणसिंहको छोरा 4 भाइ त्यो कान्छा यता आयो कान्छा यहाँ आयो कान्छा आयो अब यहीँ बसौँ अब कान्छा आएर यहाँ बस्यो हजुर कान्छाको छोरा सल्लाबोटको डाँडा गाउँबाट फैसोरा झरेका कान्छाको 5 सन्तान भएछन् 5 सन्तानमध्ये एक छोरी उम्लेश्वरा कान्छा बिहे नगरी बितेका रहेछन् भने साइला सन्तान नभएर बितेका रहेछन् जेठाका 5 भाइ छोरा र माइलाका 2 भाइ छोराहरू जन्मिएका रहेछन् माइलाका 2 भाइ छोरा मध्ये एकजना पहिरोले पुरेर बितेका रहेछन् र बाँकी कुरा उहाँकै भनाइबाट 5 भाइमा उनीहरू 5 भाइ भयो अनि माइलाको 2 भाइमा एउटा पहिरोले पुरेर मर्यो हजुर एक भाइ पनि रहेछ हजुर त्यो चाहिँ हाम्रो त्यो चाहिँ मेरो सन्तान पर्यो त्यो महिलाको चाहिँ हजुर हजुर जेठाको चाहिँ यहाँ अरू भाइ चाहिँ जेठाको सन्तान पर्यो भनेपछि यहाँ जेठा र माइलाको सन्तान दुईवटा सन्तानमै छ अरू अरू दुईटा र छोरी चाहिँ कहाँ कहाँ बाहिरतिर एउटा चाहिँ छोरी चाहिँ उम्लेश्वर पुगेर छ हजुर छोरा चाहिँ बिहा नगरी बितेको रहेछ अरू दुईटा चाहिँ यो सैला चाहिँ बच्चा नभएको अबुते रहेछ त्यो घर यही हो हजुर 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 यो घरको चाहिँ साइला छोरा अबुते भएछ ओके ओके जेठा र माइलामा एउटा अहिले दुईटा पुर्खाको भनौँ न दुईटा पुर्खाको सन्तानहरू छ यहाँ खल्ला दुईटाको मात्रै छ त्यसमा एउटा तपाईँको रह्यो एउटा यता माथि हाम्रो बाथेको रह्यो भनौँ न होइन हजुर हजुर ल यस्तो छ फैसोरा गाउँ यता इन्ट्रान्सबाट हेर्दाखेरि खास घरहरू धेरै छैन यहाँ त्यसकारण च्याट्ट जो सानो च्याट्ट परेको सानो तर सुन्दर फैसोरा गाउँमा मुखिया के हो यो कस्तो अलि भन्न के कस्तो मकै राख्ने घर नि अब अनि त्यतिको लागि मात्रै बनाएको त यो घर ए मतलब व्यक्तिको हो ए तिमीहरूको पो हो मतलब समाजको होइन ओहो त्यही त नि म त फेरि समाजको होला भनेर त्यो भयो नि एउटा धन्सा टाइपको भनौँ न त्यसो भयो होइन ल ठिक छ यो चाहिँ फैसोराको पहिला यहाँनिर चाहिँ मतलब ब्याम्बो कटेज थियो सबै खरको छानादेखि लिएर ब्याम्बोहरू यताउति गरेको पछि केटाहरूले अब समयक्रम अनुसार अलिकति अपग्रेड हुँदै जाँदाखेरि ल टिनकै बनाऊँ किनकि त्यो फेरिरहनु पर्छ होइन यताउति सबै फेरिरहनु पर्ने वर्षै पछि तर फेरि त्यसको लागि अहिले युवा जनशक्तिहरू खासै हुँदैन नि त त्यस कारणले गर्दा नै होला यो ट्याक्क पुरै टिनको सेटअपमा लैसकेको छ अनि यो बोर्ड चाहिँ किन खाली भइरहेको छ यहाँ के थियो खास यहाँ मतलब के लेखेको थियो ए है अब हामी त्यही त हो भाइ अब गुम्बातिर त हो नि हामी गुम्बातिर लाग्ने हो गुम्बामा अघि कुरा भइसक्यो त्यहाँ अब मतलब कार्य समितिको मिटिङ छ अरे त्यहाँ गुम्बातिर गएर यसो त्यहाँ हावा पनि मिठै लाग्छ होइन साँच्ची के केटाहरू त कोही पनि छैन अहिले छैन जिरो हो गाउँ अहिले अब यी हाम्रो मुखिया अब 41-42 वर्षकै मान्छे युवा अहिलेको फैसोरा गाउँको चाहिँ सबभन्दा कलिलो युवा भन्ने नै म हेर्नुहोस् गाउँको हालत त्यसो त्यसरी बुझ्नु पऱ्यो अघि हामीले त्यहाँ हाम्रो खडक दाइको पनि लिइसकेको थियो नि त
त्यही भएर उहाँले अब 63 इयर्सको मान्छे पनि अब बिचरा खटेरै हिँड्नुपर्छ भनेपछि अब युवाहरू गाउँमा छैन भनेर बुझ्नु पऱ्यो। हुन त अब यो भैँसारगामा चाहिँ स्टोरी हेर्न जहाँ पनि कथा एउटै हो। त्यो साँच्चै कतिवटा घरधुरी छ अहिले? अहिले यहाँ जम्मा घरधुरी त धेरै नै छ। त्यो सोरा उठ्ने यताउति भनौँ न, बस्ने चाहिँ 17 घरधुरी छ। 17 घरधुरी। 17 घरधुरीमा पनि बुढापाका एक घरमा 2 जना 3 जना त्यो अवस्थामा रहेको छ। यार त्यो जहाँ पनि त्यस्तै हो यार, खाली भएको घर पनि होला एउटा दुइटा त। कस्तो खाली भएको 3-4 नै छ भनौँ न, त्यो बढी नै छ है। जो समग्रमा मतलब खास कति छ भन्न त्यो हुन्छ नि। सल्लाबोट भइसकेर गरेर चाहिँ त्यही त यार, यो त एउटै समाज हो। 96 घरधुरी छ हैन। 96 घरधुरीमा हाम्रो 44 घरधुरी त भोटेडारमै बसैसारै भइसक्यो। भोटेडारमा एउटा गाउँ बनिसक्यो, टोल बनिसक्यो भनौँ न छुट्टै। एउटा थोङ्गो भइसकेर समाज सेवा समाज भन्ने समाजै गठन गरिसकेको छ। जस ठिक छ, समाज त जसले नि गठन गर्छ थोरै भयो नि, तर 44 भइसक्यो त्यो। 44 घर अब गाउँलाई जित्ला जस्तो भइसक्यो, जितिसक्यो। यस्तो हालत छ यार। दसैँ तिहार अरू बेलामा त आउँछ नि आउँछ होइन, त्यही चाडबाडको बेला 1-2 दिन सानो बालबच्चाको बुढाबुढीले बालबच्चाको अनुहार देख्ने नै त्यही दसैँ तिहार। र यसो अब भैँसोरा सल्लाबोटको संयुक्त आयोजनामा बनेको यो छेलिङ गुम्बामा यसो जाँदैछु। गुम्बा चाहिँ खास फिनिसिङ नभएको रहेछ। सुन्नमा आएअनुसारले यो गुम्बा चाहिँ पूर्वी लमजुङको जस मन्जाङमा छ के अरे अहिलेसम्म, अनि पूर्वी लमजुङको यो चाहिँ ठुलो गुम्बा हुनेवाला छ भन्ने कुरा सुन्नमा आएको छ। र अलमोस्ट गुम्बाको स्ट्रक्चर चाहिँ बनिसकेको छ, तर यहाँ धेरै कुरा बाँकी होला र छिट्टै बन्छ होला यो सायद, किनकि अब यसको स्पोन्सरसिपहरू राम्रै उठिरहेछ भन्ने सुन्नमा आएको छ। अनि सँगसँगै खास यो गुम्बाको बारेमा चाहिँ हामी विस्तृत जानकारी चाहिँ फेसबुक द गुरुङ ब्लग पेजमा आउँछ होइन। एकदमै जस लोकेसन चाहिँ राम्रो ठाउँमा रहेछ यो, एकदमै डाँडामा। यहाँ तल तपाईँको यहाँ सल्लाबोट गाउँ पर्छ, अझै पनि गैरी गाउँ चाहिँ अझै यतापट्टि हामी सायद सल्लाबोट ब्लकमा देख्नुहुन्छ सम्पूर्ण गाउँ। अहिलेलाई यो गुम्बाको उस मात्रै। यतापट्टि तपाईँको उखारी, यतापट्टि मन्जाङ, सल्लाबोट, अनि यहीँ तल चाहिँ भैँसोरा छ, उतापट्टि डाँडाथोक, यता लाजुङ हुन्छ गर्दै माथि गौडामा अब धेरै गाउँहरू छ। बिस्तारै हामी हरेक गाउँको एपिसोडहरू आउँछ। अहिलेलाई चाहिँ तपाईँहरूलाई यो गुम्बामा यसको बाहिरी स्ट्रक्चर र लोकेसन मात्रै तपाईँहरूलाई देखाउनको लागि। ओम माने पेबे। अघि हामीले सम्बोधन गऱ्यौँ मुन्पा ङिसार सङ्घाक छोइलिङ गुम्बा भनेर, र त्यो सँगसँगै उहाँले भर्खर एसपिके भनेर भन्नुभएको छ। एसपिके गुम्बा यसको अर्थ चाहिँ के होला? हजुर, एसपिके भनेको हाम्रो यो गाउँमा चाहिँ 3 भागमा छरिएर बसोबास गरेको छ। एस भनेको चाहिँ सल्लाबोट भइहाल्यो, पी भनेको भैँसोरा, के भनेको कर्नासा। यो 3वटा सङ्गम मिलेर बनेको गाउँ भएर यसले एसपिके नामकरण गरेको। कर्नासा भन्नाले हाम्रो सल्लाबोटकै माथिल्लो गाउँ। हजुर, डाँडा गाउँ भनेपछि तपाईँहरूको यो एसपिके चाहिँ हरेक सामाजिक कार्यहरूमा सँगै हुनुहुन्छ? एकदम सबै एउटै। भनेपछि यो टोल मात्रै छुट्टै भयो, बाँकी सबै समाजमा एउटै हुनुहुन्छ? हाम्रो गुरुङ भाषामा एउटा कुरिया भन्छ नि, यो कुरिया एउटा सङ्गम के एउटै। हजुर हजुर। ओके, ल अब गुम्बाको नाम छोटकरीमा हामीले सुनिहाल्यौँ, तर विस्तृततर्फ लाग्छौँ अब हामी। र यो गुम्बा कति सालमा स्थापना भयो होला हजुर? गुम्बाको पहिलाको हामी गुम्बा भनेर नाम जुन हाम्रो तमु या गुरुङ समाजमा चाहिँ अनि गुम्बा हुनुपर्छ भन्ने हाम्रो गाउँ समाजको राय सल्लाह बमोजिम अरे 2075 सालमा चाहिँ हामी यो गुम्बाको स्थापनाको पहिलो सुरुवात भयौँ। अनि त्यसपछि चाहिँ हामी कार्यकाल सुरु हुँदै गएको छ। 2076 साल असार मङ्सिर 14 गते चाहिँ हामी कार्यकारी अधिकारको रूपमा चाहिँ मेरो अध्यक्षतामा, म इन्द्रराज गुरुङको अध्यक्षतामा गुम्बाको समिति चयन भयो र अहिले लगभग हामी 6 वर्षको हाराहारीमा मैले यो कार्यकाल पुरा गरेँ। गर्दाखेरि अहिले 2082 साल
जेठ 17 गतेबाट चाहिँ मेरो कार्य व्यस्तता या मेरो स्वास्थ्यको कारण या मेरो परिस्थितिले गर्दाखेरि मैले गुम्बाको परिधिभित्र बसेर गुम्बालाई सेवा सुझाव गर्न अलि असमर्थ भएको हुनाले मैले चाहिँ जेठ 14 गतेबाट चाहिँ गुम्बाको कार्यभारबाट चाहिँ म बाहिर निस्किने भएको हुनाले मलाई चाहिँ पूर्व अध्यक्षको रूपमा अहिले मैले बोलेको हुँ। अनि त्यही त यत्रो गुम्बा बनाउनु भएको छ, सुन्नमा आएको छ यो चाहिँ पूर्वी लमजुङको अब ठुलो गुम्बा हुनेवाला छ भन्ने कुराहरू होइन। यसमा तपाईँहरूले चाहिँ आय स्रोतहरू यसको चाहिँ कसरी जुटाउनु भएको? खास हाम्रो मुख्य पिलर भनेको युकीको दाजुभाइ र दिदीबहिनी चेलीबेटीहरू हो हाम्रो एउटा मुख्य पिलर भनेको। र त्यसको साथसाथै फेरि यता इष्टमित्र गाउँघरहरूले पनि आर्थिक सहयोगहरू भौतिक सहयोगहरू दिइरहेछ। जो जहाँ रहे तापनि आफ्नै एसपीकै बासिन्दाहरूकै सहयोगमा, व्यक्तिगत सहयोगहरूमा, कक्षा अनुसारको सहयोगहरूमा। हजुर, यसमा हाम्रो स्थानीय सरकारहरूको कि आर्थिक सहयोगहरू छ स्थानीय सरकारहरूको पनि छ, विभिन्न एङ्गलबाट आइरहेछ। हजुर हजुर, आर्थिक चाहिँ जस कहाँ कसरी हुन्छ विभिन्न माध्यमबाट जुटाइरहनु भएको छ। किनभने हाम्रो यो निर्माणधीन अवस्थामा हुँदा हामीले पनि हात जोड्नु परेको छ। हजुर हजुर, त्यस कारणले गर्दाखेरि सबैले माया गरिरहेछ। हजुर हजुर। यो प्रतिशतको हिसाबले हेर्दाखेरि कति जति चाहिँ सम्पन्न भयो? किनभने यो फिनिसिङ त भएको छैन होइन, कति जति सम्पन्न भयो? 70% चाहिँ काम लगभग 70% जस्तो भइसकेको छ है। त्यही त यसो हेर्दाखेरि यो गुम्बा चाहिँ स्थापना गर्दा अब यो धेरै समय लाग्ने यो गुम्बा भवनलाई हो। हजुर हजुर, अब यो करिबन अब सकिहाल्यो। हजुर, अब हामीले अब गेटहरू अनि यो के अरे यो तारबारहरू अनि किचन अनि बाथरुम टोयलेटहरू अन्य कामहरू छ। यो त अब समय धेरै त लाग्दैन। त्यसले गर्दाखेरि अब अहिले अब 70% काम चाहिँ सकिसकेको छ। अब यो 30% काम चाहिँ अब हामीले तीव्र गतिमा अगाडि बढाएर चाहिँ हामी 1 वर्षभित्रमा अब हामीले सबै क्लियर गरेर उद्घाटन गरेर हाम्रो चन्दादाताहरू हाम्रो यो धर्मलाई सहयोगीहरूलाई अब हामीले विशेष रूपमा चाहिँ सम्मान गर्ने कार्यक्रम छ। त्यसलाई हामी हतार भइरहेको छ। कसरी हुन्छ छिटो गर्नु सक्यो भए अब हाम्रो यसमा चाहिँ सहयोगी दाताहरूलाई हाम्रो इष्टमित्रहरूले सम्मान गर्नु पाए अब हामीले पनि एकदम खुसी हुन्थ्यो भन्ने चाहिँ विचार छ। त्यही त यसो हेर्दा पनि अघि मजाले बाहिरबाट हेरियो गुम्बाको स्ट्रक्चर रूपरेखा चाहिँ उभिसकेको छ नि त। त्यो हिसाबले 70% काम भइसकेको पनि देखियो। अनि सँगसँगै अब तपाईँले भने जस्तै यो तारबारहरूदेखि लिएर गेटहरू विभिन्न कामहरू बाँकी छ। अब यो भित्र जति पनि अब यो मूर्तिहरूदेखि लिएर होइन अब कुर्सीहरू हुन्छ यो पनि अब विशेष व्यक्तिहरू कसैले सहयोग गरेको छ कि अब यो कोषबाटै भन्ने के कुराहरू? हजुर छ। त्यसमा अब मुख्य मूर्तिदेखि लिएर मूर्तिदाता त उहाँ हाम्रो देवी रत्न कुमारी हजुर हजुर भइहाल्यो। हजुर, हामीले देखिरहेछौँ होइन यो मूर्ति प्लस अनि बुद्धमाया भैगु भन्छ एउटा भैगु बुद्धमाया। हजुर, जस्तै यो 3टा मूर्ति छ होइन, यो 3टै मूर्ति 3जना व्यक्तिहरूले व्यक्तिगत रूपमा गर्नु 2जनाले, जस्तै उहाँ यहीँ हुनुहुन्छ है। हजुरले कुन चाहिँ मूर्ति? गुरु रम्बुजे र साक्य बुद्ध यताको 2टा है। हजुर, त्यही त एकदमै धार्मिक काम गर्नुभएको रहेछ तपाईँलाई। जस्तै अब यो कति पर्यो त्यो भन्दा पनि पक्कै पनि यो अब केही न केही आर्थिक सहयोग आर्थिक रूपमा त खर्च भएकै छ। अब मनबाटै म यति पैसा चाहिँ यसमा दान गर्छु भन्ने सोच चाहिँ कहाँबाट कसरी आयो तपाईँलाई चाहिँ? म त अब यो पहिल्यैदेखि आमाले नि यही बुद्ध मानेको है। ए हजुर हजुर, होइन आमाले त यो मानेपछि म नि मान्नु पऱ्यो भनेर अब आफू नखाइ नि झरेको हो। हजुर हजुर, त्यही त समग्रमा जे हामी सबैजना मान्छौँ। त्यो सँगसँगै अब ठिक छ जस तपाईँको भित्री मनबाट म केही न उस गर्छु एउटा तपाईँलाई त्यो गरेपछि मन शान्ति मिल्छ भन्ने त्यो नै रह्यो होइन त? त्यहीबाटै हो। हाम्रो फर्स्ट ट्रिप हो होइन, 6-7 दिन भइसकेको थियो यहाँनिर आएर रेस्ट गरौँ। अनि अलिकता यो वेदर पनि नमिलेर होला है, अब नयाँ नयाँ ठाउँमा ट्राभल गर्दैछु, खानाहरू पनि नमिलेर होला, अलिकति यहाँ चाहिँ झन् सन्चो नभएको फिल पनि भयो। अनि त्यो हिसाबले जस सकेको अलिअलि त समेट्यौँ हामीले। अनि त्यो सँगसँगै फेरि बाँकी ग्याजेट्समा भएको त्यो चार्जहरूदेखि लिएर, किनभने त्यो बत्ती नआएपछि हाम्रो चार्जहरू पनि राम्रोसँग गर्न पाएको थिएन नि त। अनि हामीले चाहिँ फेरि यो खास भदौ पूर्णिमा र वैशाख पूर्णिमामा आयोजना हुने पूजा हो यो सुन झाँक्री पूजा। त्यो पूजा चाहिँ विशेष खिचेका छौँ। त्यो चाहिँ हाम्रो अर्को भिडियोमा हेर्नु होला है, च्यानलमा सर्च गर्नु होला भन्दै अब त्यही हो
हामी बिस्तारै तपाईँहरूको गाउँमा पनि आइपुग्नेछौँ घुम्दै फिर्दै। त्यसकारण द गुरुङ युट्युबमा द गुरुङ च्यानल मतलब यही च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नु होला है। Hey guys,